यो सब गाइस वेलकम ब्याक टु गेम आज म फेरि खेल्न आइसकेको छु द बेबी इन येल्लो र म पब्जी खेल्छु स्पिड रन हान्छु र मसँग आज छ कुन्छा मोरी खेल्दा छैन यसले चाहिँ मलाई भन्छ यसले युट्युबमा भिडियो हेरेर हारे मैले हेरेको छु थोरै थोरै 10 मा अपार्टमेन्ट मान्छेले भनेको थियो यसको तल हुन्छ ओके तर कहाँ राखेर बेबी कम अन आउटसाइड गाइस जो त थ्रीमा डर्छ मलाई पक्का थाहा छ यस्तो मैले चाहिँ युट्युब हेरेर हेर्न गाइस हैन यस्तो मलाई चाहिँ थाहा छैन थ्रीमा एउटा डर्छ फिड मी भनेर के पो आउँछ भाइ पुरै अल्लो हेरौँ न कस्तो लोडिङ नाइट वान यो सबै भइसकेको छ पहिला नै स्टार्ट हुन् न यार ठिचिरहेको छु नि म ओके गेट द बोटल इन द फ्रिज स्पिड रन हान्ने हो यो के उठाएँ मैले यस बोतल ला आइज कम अन फास्ट यो अब गायब हुन्छ गाइस को यो सेतेको हुने मैले आइज म स्पिड रन हान्ने हो अब आइज माथि मैले नभन्न छिट्दै किन जा कस्तो स्टाइलमा बस्यो यार यो त कहानी छ्या कहाँ छ स्टडी बुक यहीँ प्रिन्सेस आइज सुन खुच्ची भयो नि डर स्याट द क्याट ए बनाएको छैन हाँस्छ या त्यो केटी त केटा बच्चा भन्नु बच्चा गए भाइ खुल्थ्यो नि यार आफै मैले ट्रिगरको हेर ठिकै गई ट्रिगर फर्स्ट नाइट खत्तम अब नाइट टू पहिला यो त्यो लिन कहाँ अहिले उठ्न मिल्छ रिस उठ्नै मिल्दैन टोस्टर यो हामीले पछि अर्डर गर्छ होइन सायद अर्डर मा सुत्न पहिला त्यो लि सोध त्यो लियो यो लिउँ कस्तो आउँछ गयो म डरेको छैन गाइजहरू यो यहाँ हुँदैन यो तल हुन्छ यो ढोका खुल्छ नि थ्रीमा तर अहिले लक छ आइज चड्डीले गर्दा खुल्छ त्यो चड्डी थाहा छैन थ्रीमा त चड्डी थाहा छ मैले गरिसकेको छ गाइस यसले भिडियो हेरेर हेर्नु मेरो फुल मैले हेरेको छु मैले कस्तो यसलाई त टाइम लाग्छ पुट द कलर ब्लुसी बिरालो राख्न यसको ऱ्याबिट हो नि कति खुसी तर त्यो पछिको हो नि त्यो त मैले युट्युबमा हेरेको थिएँ बजे सुत्ने नाइट वान फिनिस्ड अब नाइट टू स्टार्ट हुन्छ सुत 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 यस सिधै यस्तो टाइम किन बेस्ट नाइट टू फास्ट यो बच्चा हुँदैन गेट द बोटल फ्रम फ्रिज बच्चा नभएकै बाल म आफै मेरो बोतल आफै छोड्यो खोइ बोतल यता त्यहाँ होइन यहाँ हुन्छ ल यता हुन्छ यहीँ थियो त यार पहिलाको पार्टमा त आइज राहुल तर मलाई भए पुच्चे भाइ तर पछाडि दिइरहेको थियो त टुमा त फ्लसै हानिदिन्छु अहिले आइज यो भाग्छ अब भाग्दैन हो त यता जाने यो यताबाट भाग्छ यताबाट माथि जान्छ यता आउँछ यतापट्टि त भाइ मचाउँछ अनि त्यहाँबाट माथि हिँड्छ खोइ आएको कहाँ छ यो अब माथि हिँड्छ बन्दा गर्दैन यो इन इमर्जेन्सी ब्रेक काहीँ काम लाग्छ जस्तो लाग्छ नि भाइ थ्रीमा लाग्छ मलाई काहीँ काम म भनिदिन्छु थ्रीमा मलाई थाहा छ दाइ गाई तर यसको आज बर्थडे है यहाँ यसलाई अब फालिदिने भनेर त
ओए भाइ आउँछ नि तर अरे भाइ साहब तँलाई पङ्गालिन्छ के भाइ ऊ त्यसको गाइस आँदैछ है ए यस्तो फुच्चेलाई यसको आँखै यत्रो ठुलो छ यो भूत छ मलाई यसको बाबा मम्मी नै भूत होला तँलाई कहानी खुसी भएनौ ऱ्याबिट खुसी भएन यत्तिकै बस ऱ्याबिटै दिनुपर्छ नि सुन अब मासुको झोल करेक्ट खुसी यो हो कि भाइ खुसी भएन के त्यो ऱ्याबिट हो रे ऱ्याबिट अनि ऱ्याबिटको कहानीमा ऱ्याबिट त बौला पास्ट त्यहाँ अब तँ सक्यो गाएको कति छिटो छिटो अब म सुत्ने नाइट पहिलाको च्याप्टरसँग मैले यहीँसम्म मात्र गएको थिएँ है गाइजहरू अब एउटा टोस्टर अर्डर गर्नेवाला आउँछ नि त्यो बस्नै दिँदैन टोस्टर अर्डर आउँछ तँलाई बनाउनु पर्छ नि अरे भाइ सब हातमै बाहिर निस्क्यो यार मेरो त बच्चा गाइस कस्तो मेरो अरे कसरी मेरो गुज बम आयो यार कस्तो भदो रुचियो मैले पहिलाको एपिसोडमा देखेको थिएन यार यसलाई कस्तो म त बच्चा आइरहेको जस्तो देखेँ यार के हो यो त त्यो वासिङ मसिनमा हाल्न आएको थिएन होइन के हो यो क्यामेराम्यान जस्तो त्यो पार्ट 1 पार्ट 1 पनि बनाइदिन्छ तैँले क्यामेराम्यानमा अबबाट चाहिँ मैले खेलेको छैन कति मिनट हो 6 मिनट भयो होला तपाईँ घर गएको थाहा छैन नाइट छोड्दिनु द सिस्टर गुड नाइट स्वीट ड्रिम्स द चाइल्ड आई विल सो यु माई ड्रिम्स गाइस ल यो गाइस यो थियो पक्का है डर छ स्टार्ट वाच टिभी अन द सोफा के आज बच्चा एब्सेन्ट छ के दिस गाइस यो डरले वाला म त डर्दिन पक्का थाहा भइसक्यो अरे भाइ साहब के भइरहेछ त यहाँ बत्ती नि पक्का थाहा भएर तल हुन्छ त्यो अब के भने क्लोज द डोर होइन फाइन्ड समथिङ टु इट बेबीले दियो के होइन क्या फाइन्ड समथिङ टु इट प्र्याक्स अ चिप टोस्टर फ्रिज चाहिँ यहाँ छ मलाई थाहा छ पहिला चाहिँ टोस्टर खोल्न टोस्टर खोल्ने पहिला ब्रेड हाल्न नि गाइस त्यो चाहिँ त्यो सुतिरह हामी चाहिँ यो खाएर तँलाई हाम्रो जे मनपर्छ त्यो हामीले पनि कसरी खान्छ एउटा खाऊँ काँचै हालिदिन्छ यार सबै पकाउने सबै हाल्दैन धेरै नहाल्ने मलाई अनि पोटेटो हालिदिउँ मसरुम हाल्दैन तर प्याज मसरुम पनि हालिदिउँ चिज कस्तो चिज अब ओनियन चिजै हालेन यार यसले त फेरि चिज काट्छ सबै सिधै यसले त सबै हालिदिए अब माथि एउटा यो फुट्छ अब अरे मा कसम अरे भाइ feed me guys बचाऊ गेम कन्टिन्यू गर्नु पछाडि हेर्छ एकचोटि अब बच्चालाई हेर्न एकचोटि ए भाइ साहब अरे बच्चे मादर लुचिया पछाडि म तल रास्ता के हो यो यहाँ हिँड न सिधा गाइस कुन छाङले युट्युबमा हेरे अरे यहाँ पहिला उता साइडमा जा कुन छाङले सबै छैन कुन छाङले थाहा छ अरे सबै होइन यता कहाँ जान्छ यसले युट्युबमा सबै हेरेको छ होइन यहाँ के हो के हो यो बुलबुला यहाँ बोतल अब तँलाई त्यो किचनबाट जाने रास्ता चाहिँ थाहा हुन्छ त्यो 9 मा हुन्छ गाडी त भन्दैन हामी त्यसको
आधी घन्टा त यही सकिन्छ होला भिडियोको यो फ्रिज जस्तो छ फ्रिजको पछाडि केही छैन क्या तर म कहाँ लगेँ यार मैले बिर्सेँ म पाउँदैन छु क्या गाइज हेल्प मी कहाँ पुगे फाइनली भेट्यो 9 मा छ स्टोरेज त यसरी हो रे भाइ भाइ मसाले के होला न के हो भाइ यसको आँखा यो अरे गाइज जरा डराउन थाल्यो अब गाई अब हेर्ने यो पुरै जङमा यता म त हतिर म त चर्सिँदैन तलै त अब गाई झलेलाई थाहा छ भने हेर्दै अब यता हेर्ने पछाडि फर्ति अब हेर न अबे के भइआयो म भन्नु उठ न कस्तो साँच्चैका भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा है भाई ये कहाँ फंस गया भाई मैं भाई ये क्या हो रहा है भाई भाई मुझे कॉकरोच बना भाई ने मुझे आगे निकाला भाई मेरी ट्रेन छूट रही त्यसको बुक बनाइदिनु कस्तो पनि डर्दिन ठक्क यो सेतानले हातमा निकालिदिन्छ अयो कस्तो बेडमा नि यो भयानक हुन्छ भाइ सबै के भएको खेल्ने The Prince and the Sheep कति सानो यार हामी ओए 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 भूत अरे भैस यतै जा सुत चुप राखेर तेरो खुट्टा हेर्न कस्तो डर लागिरहेको सिप होला सिप 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 हो त्यहाँ सिपको कहानी गाइज कस्तो डर दिएर है म त्यो लक हुने ठाउँमा त्यो फर्स्टमा त्यो कस्तो आएको के त्यो तर त्यो चड्डी लाग्दाखेरि चाहिँ यो डरै म डरेन गाइज हामीलाई डर लागेर मलाई डर लागेर मलाई त्यो डरै थाहा छैन अरे भाइ के भइरहेछ के खुट्टा ढोल्नु पर्दैन प्रणाम गुरुजी गुरुजी म चाहिँ घर चाहिँ भइरहेको छ यहाँ के हो के यो बच्चा के यो सेतानको छोरो के हो यो गुड नाइट ढकेला गुड नाइट होला अब गुफा कि गज्जै छ कि छ नाइ अझै छ गेम सक्यो त भाइ हामी मर्यो त भाइ मर्न त मरिस् तर के पछि लोडिङ भइरहेछ मऱ्यो भाइ हामी मरिसक्यो हेर्न त्यहाँ यस्तो लोडिङ देखाउँछ तलमा एक्ट 2 एक्ट 1 भयो ए के एक्ट 5 सम्म चाहिँ क्या हो यसको रिस्टार्ट होइन फेरि यो बोलिरहेको आन्टीमा यो यहाँबाट पुरै पुरै आउँछ होला है एकचोटि डर पुरै आउँछ जस्तो लागिरहेको मलाई Enter the apartment 10 हैन के भयो हालत Where's the baby मलाई कहाँबाट थाहा हुन्छ भाइ बेबी कहाँ छ माथि 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 अरे भाइ साहब यो रुमको हालत देखेर म डर लाग्यो ओइ के हो बुइ ऱ्याबिट त्यो भन्नुहोस् अन्त ओइ पछि आउनलाई के ढोका बन्द गर्यो ए ऱ्याबिट तँलाई यो ऱ्याबिटले ऱ्याबिटले साथ दिन्छ ऱ्याबिट मलाई छोडेर नजान कहाँ ऱ्याबिट यही ऱ्याबिटको एलिभेटर के ऱ्याबिट तर यो ऱ्याबिटले मद्दत गर्छ स्विट ऱ्याबिट
गाइस म त डर्छु हेर मलाई थाहा छैन के साथी हुन्छ मलाई पनि थाहा छैन अब त मैले बुझिसकेँ क्या चुप चुप गर्नुहोस् न त यो गाना पिगम्यान द टिनी ऱ्याबिट खोइ ऱ्याबिट खोइ कहाँ राखेँ यार यो नि आउँछ होला है आउँदैन त कस्तै ढोका नखोल्छ ऱ्याबिट यसले बचाउँदैन ऱ्याबिटले बिग्रियो मरे ऱ्याबिट अब ढोका खोल ऱ्याबिट आइज ऱ्याबिट के कुद्न खोइ कालो खालको लिनुपर्छ नि ल यार ऱ्याबिट चाहिँ हरायो ऱ्याबिटले छोड्यो हामीलाई धोकेबाज ऱ्याबिट कहाँ गएको ए यहाँ रहेछ ऱ्याबिट ओए बच्चे मलाई थाहा छ सेती के गर्ने ये बच्चा मेरे बीच में बहुत बोलता है मैं चाबी दो ना लिहाल्नु खोइ बच्चा कहाँ जाने बच्चा पछाडि हो यो कहाँ गयो फेरि यत्रो बच्चा पछाडि छ त्यो घरभित्र हो त्यो बच्चा ग्र्याब द टुल हेर्न यो होला बच्चा पछाडि हो कहाँ छ त्यो अघिको रुममा जा न त्यहाँ छ क्या त्यही त छ नि यो यहाँ जाने रहेछ नि त नीड टु ब्रेक थ्रु कसले ए ह्याम्बर छ त यो ह्याम्बरले खोज्छ आँखा ल म जान सक्दैन यति हेर्नु कस्तो नजिकै फुट्यो बिरुसँग त एकचोटि नि भिडियो बनाएको है कस्तो स्लो भएको के हो के यो छिटोली कस्तो अँध्यारो के गाइस तपाईँहरू डर नलागोस् भनेर म यहाँ डोरेमनको म्युजिक लगाइदिन्छु तपाईँहरू चाहिँ नडर्ने कहाँ जाने जहाँ न अघि त्यो ढोकाबाट छिटो ढोका खोलेर त्यो ग्रिड खानु त हो त्यहाँ जा यहाँ बोय ए यो होइन कहाँ छ आउनु सक्छ त्यो यहाँतिरबाट आउनु सक्छ नडरे छिटो खोल न यस्तो गर्नु यस्तो पावर नै छैन रे यति होला त ए ऱ्याबिट यता बच्चा ए साला बच्चाले त ऱ्याबिटलाई मारिराख्यो बच्चाले के गर्छ भन्ने यहाँ अगाडि जाने कस्तो जमिस्केर पाउने छ यो गेममा इन्भेस्टिगेट द
फ्युज बक्स बिरालो यहाँ भन्छ कहाँ बिरालो छ त्यो नि ल्याऊ मलाई थाहा छ मलाई यो बुझ्नु दियो अगाडि ब्लू यता हाल्दै पिङ्क यता हाल्दै के को पहिला खोल्नु त्यो कहाँ पर्छ त्यो चाहिँ अड्क्या हौ ब्लू 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 खै कहाँ त्यो देख्नुहोस् ब्लू यो चाहिँ के हो ब्लू फ्युज कहाँ राख्ने यता होइन कसले त्यो पिङ्क त्यहाँ हाल्छस् नि त हो त्यो बच्चाले ब्लू उठाइदिन्छ त्यो पिङ्क चाहिँ कहाँ पर्छ यो एउटा दुई दोकान ल लास्टको आइ अरूमा अरू ठाउँमा होला यता होला यताबाट त आएको 4-3 त्यो पनि खोल्नु जस्तो छ पिङ्क कहाँ पर्छ सिवान देख्दैछु पैसा छैन हौ पैसा त्यहाँ थियो त अघि यता डराक्न यता यो पैसाले अनि यता हाल अनि एउटा मात्र ब्याट्री पायो यार एउटा त चाहिने के 10 वटा चाहियो अब त्यो हाल्नुभन्दा अगाडि बच्चालाई खोल्नुपर्छ होइन पहिला हाल अनि बच्चाले ब्लू लिन्छ बच्चा नै ब्लास्ट हुन्छ रहेछ भित्र त आफू त सक्दैन रहेछ यही हाल्दिनु हो यो त जलिरहेको छ पिङ निकाल्छ होला अब यो हाल्दिनँ म अहिले अगाडि त्यो बच्चालाई खोल्नु पऱ्यो मलाई कोड त्यो बच्चामा यसले त्यो कोडमै फाल्ने हो त्यो कोडमा एउटा उ त्यो हुन्छ ओइ यता 17 पहिला त्यहाँ 4317 4317 पहिला त्यो ढोका त खोल यसले भित्र ज्याब बेसीको खाइस ओइ यही हुन्थ्यो होइन त्यो बच्चा त लिफ्टमा जा लक छ है यो टर्न अन गर्नु पर्यो छिटो भाग्यो भाइ म त आजको भिडियोमा यति नै हो धेरै भने छिटो भाग्नुपर्छ अनि लिफ्टमा जानुपर्छ गाइस म मऱ्यो भने अर्को पार्टमा खेल्छु अब यहाँ 3 2 1 भाग्नु छिटो यार त्यसो छोड्दै त्यसलाई नो 2 मिनेटमा एलिभेटर कहाँ छ तल ए भाइ मलाई केही गल्ती छैन के गर्ने हो के ठाउँ नै छैन त थाहा छैन मलाई गाइस आज हामी के भेट्छ होला के थाहा छैन लो ढोका खोल्न यार
ल गाइस आजको भिडियोले यति नै भिडियो राम्रो लाइक गर्नु च्यानल सब्स्क्राइब पनि गर्नु हैन यो चाहिँ म अर्को पार्टमा खेल्छु टिल देन टाटा बाइ बाइ